गाइज आजको नयाँ भिडियोमा हजुरलाई स्वागत छ र आज चाहिँ म चाहिँ बनाउनेवाला छु ब्लग र गाइज ब्लग चाहिँ धेरै दिनबाट नआएको कारण फेरि आज मैले 2 महिनापछि ब्लग गर्दैछु अनि गाइज बोल्न चाहिँ अलिकति सकेको छैन 2 महिनापछि बल्ल ब्लग गर्दैछु नि त्यही भएर गाइज अनि अहिले चाहिँ मैले चाहिँ रुमको अलिकति चेन्ज गरेको छु पर्दाहरू अनि फेरि यो जस्ट चाहिँ राखेको छु र नयाँ बेड पनि राखेको छु मैले योभन्दा पहिलोको ब्लगमा भनेको थिएँ यतातिर चाहिँ अलिकति कपडाहरू छन् अनि गाइज आजको भ्यू चाहिँ एकदमै बवाल रहेको छ म चाहिँ हजुरलाई देखाउँछु मिसनलाई हेर्न सक्नुहुन्छ यहाँ चाहिँ भर्खर उठेर चाहिँ भर्खर मुख धोएर चाहिँ बसिरहेको छ यो गाइज अझै चिया पनि खाएको छैन अहिले हामी चाहिँ पानी चिया सबै खाइसक्यौँ अनि अरू चाहिँ सबै ठिक छ अनि यताको रुममा चाहिँ मैले चाहिँ 2वटा बेड हालिसकेको छु हेर्न सक्नुहुन्छ यहाँ अनि अरू चाहिँ सब ठिक छ अनि यहाँ पनि पर्दा राखेको छु गाइज हेर्न सक्नुहुन्छ अनि गाइज योभन्दा पहिलाको भिडियोमा रुममा चाहिँ केही पनि थिएन त्यस्तो केही पनि थिएन अनि फेरि मैले चाहिँ अस्ति नै भनेको थिएँ कि हाम्रो चेन्ज गर्नेवाला छन् रुमहरू भनेर भनेको थिएँ गाइज अनि यही नै हो देख्न सक्नुहुन्छ अनि मिसन पनि आयो मिसन के भन्न सक्छस् केही बोल्नै सक्दैन होइन मैले चाहिँ यसको अगाडि क्यामेरा खोल्यो भने यो केही पनि बोल्नै सक्दैन त्योभन्दा पहिला म चाहिँ हजुरहरूलाई एकछिन पछि देखाउँछु यो कस्तो मसँग फ्रेन्डली बोल्न सक्छ तर मैले क्यामेरा खोल्यो भने केही पनि बोल्न सक्दैन यो चाहिँ अनि गाइस त्यस्तै छ म चाहिँ हजुरहरूसँग अब एकछिनमा भेट्छु बाई मैले चाहिँ मेरो रुम चाहिँ मिलाएर रेडी पारिसकेँ हेर्न सक्नुहुन्छ यहाँ अनि फेरि यो चाहिँ ब्यागहरू राखेको छ अनि यतातिर बेड यस्तो भइसक्यो गाइस देख्न सक्नुहुन्छ अनि गाइजहरू चाहिँ सब ठिक छ अनि मैले चाहिँ अब नयाँ ब्लग चाहिँ क्युएनए ब्लग बनाउने भनेर सोचिरहेको छु अनि के गर्ने हजुरहरूले कमेन्ट बक्समा सल्लाह दिनु होला अनि म चाहिँ त्यही अनुसार गर्छु क्युएनए ब्लग बनाऊँ कि नै क्युएनए ब्लग भन्दा पनि मलाई इन्ट्रोड्युस गर्ने ब्लग बनाऊँ कि नै भनेर सोचिरहेको छु सबैजनाले सल्लाह दिनु होला कमेन्ट बक्समा सबैजनाले सल्लाह दिनु होला म चाहिँ हजुरहरूसँग एकछिन पछि मिल्छु र आजको भ्यू चाहिँ एकदमै बवाल छ र गाइज बुटोलमा पनि त्यति साह्रो गर्मी चाहिँ चलिरहेछ भने मैले देख्न सक्नुहुन्छ यो हाफ बनियन लाएर बसिरहेको छु अनि यो चाहिँ बुटोल चाहिँ त्यति साह्रो बस्ने ठाउँ चाहिँ रहन्छ कि भन्नाले जाडोमा चाहिँ बस्दा ठाउँ रहेछ राम्रै ठाउँ रहेछ तर यो गर्मीमा चाहिँ अलिकति यो चाहिँ अलिकति प्रब्लम हुँदो रहेछ कि यहाँ चाहिँ धेरै गर्मी हुँदो रहेछ फ्यान चाहिँ चलाइराख्नुपर्छ अनि म चाहिँ अहिले ब्लगिङ गर्दैछु भोइस क्वालिटी राम्रो नआउँछ भनेर चाहिँ मैले अहिले चाहिँ फ्यान खोलेको छैन देख्न सक्नुहुन्छ अनि गाइजहरू चाहिँ सब ठिक छ अझै म हजुरसँग एकछिन पछि मिल्छु बाई धेरैजनालाई थाहा छैन कि म चाहिँ अहिले कति क्लासमा पढ्छु र मेरो एजुकेसनको बारेमा पनि धेरैजनालाई थाहा छैन र गाइज म चाहिँ अहिले 8मा हो अनि अहिले चाहिँ म 42 दिँदैछु अनि गाइज त्यस्तै छ 7 क्लास चाहिँ योभन्दा अगाडिको वर्ष थियो मैले चाहिँ हजुरहरूलाई फर्स्ट ब्लगमा भनेको थिएँ गाइज त्यस्तै छ ब्लग चाहिँ डेली आउँदैन किनकि अलिकति पढ्नु पनि पऱ्यो नि बिहाल्यो भने अहिले त्यही भएर चाहिँ गाइज डेली ब्लग चाहिँ हाल्न सकिन्न कोही न हप्ताको एउटा ब्लग हाल्ने चाहिँ म कोसिस गर्छु अनि त्यस्तै छ अनि ब्लग हाल्न सकेछ भने ठिक छ नत्र भने म फेरि हजुरलाई ब्लग बनाएर लिएर आउनेछु र अहिले चाहिँ बाहिरको भ्यू चाहिँ म हजुरलाई देखाउँछु झ्यालबाट नै देखाउँछु है सो गाइज बाहिरको भ्यू चाहिँ देख्न सक्नुहुन्छ र गाइस यो उतातिर चाहिँ एउटा यहाँ पनि घर बन्दैछन् चाहिँ यहाँ चाहिँ धेरै घरहरू बन्दैछन् साइडमा यतातिर मेरो घरको पछाडि पनि घर बन्दैछ होइन अनि त्यस्तै छ गाइस अनि गाइस अरू चाहिँ मलाई सब ठिक छ अनि क्युएनए ब्लगको लागि चाहिँ सबैजनाले मैले बनाउने कि नै भनेर सबैजनाले सल्लाह दिनु होला अनि त्यस्तै छ सबैजनाले सपोर्ट गर्नु है म चाहिँ अहिले छतमा आएको थिएँ गाइस यहाँको चाहिँ यस्तो गर्मी छ गाइस यहाँ चाहिँ देख्न सक्नुहुन्छ बहुत धेरै गर्मी छ अनि यतातिर चाहिँ हामीले अहिले चाहिँ कपडा धोएको थियौँ अनि त्यो कपडाहरू त्यहाँ रहेको छ यहाँ बाहिर त हो यस्तो गर्मी छ गाइस देख्न सक्नुहुन्छ यहाँ गरेर कस्तो पोल्न भन्नाले खुट्टा पोल्छ कि यहाँ राख्ने बेलामा होइन म चाहिँ एकछिन छतमा घुम्नको लागि आएको थिएँ गाइस अनि यस्तो छ अझै पनि
अहिले चाहिँ 2 बजिसक्यो, अहिलेसम्म यस्तो रहेको छ। यो त अब राति राति भन्नाले पनि अहिले बेलुकी 4 बजीसम्म नै यस्तै नै हुन्छ यहाँ। देख्न सक्नुहुन्छ अगाडि यत्तिको घाम त आमामा बुटुलमा त। पहाडमा चाहिँ अलिकति ऊ पनि हुन्छ, सजिलो पनि हुन्छ बस्नलाई, किनकि वहाँ चाहिँ अलिकति गर्मी पनि त्यति साह्रो हुन्न अनि जाडोमा चाहिँ अलिकति धेरै नै जाडो हुन्छ वहाँ चाहिँ। त्यही भएर चाहिँ बुटुलमा भन्दा पहाडमा चाहिँ बस्नु बेस्ट भन्छु है म चाहिँ। बुटुलको गर्मीले चाहिँ यस्तो छाला काट्यो कि है। त्यही भएर गाइज म चाहिँ अब हजुरसँग एकछिन पछि मिल्छु। अहिले चाहिँ 5 बजिसक्यो र अहिलेको भ्यू पनि त्यस्तै नै रहेको छ, देख्न सक्नुहुन्छ। अझै पनि भ्यू चाहिँ त्यस्तै नै रहेको छ। अब चाहिँ म एकछिन घरको पछाडि जान्छु, यस्तो डुल्छु अनि हजुरहरूसँग भेट्छु गाइज। पछाडिबाट भ्यू पनि देखाइदिन्छु हजुरलाई घरको। यहाँ पछाडि घर बन्न थालेको घरमा चाहिँ आएको छु, देख्न सक्नुहुन्छ। मेरो घर चाहिँ त्यो अनि यतातिर चाहिँ एउटा पछाडि घर बन्दैछ अनि त्यहाँ चाहिँ एउटा घर छ। अनि गाइज यो उसमा पनि यो एरियामा पनि धेरै घरहरू बनेको छ होइन। झन् धेरै घरहरू बन्दैछ। अनि गाइज यहाँ धेरै गर्मी भए पनि तर घरहरू चाहिँ बनेछ दिनको दिन। अनि त्यहाँ चाहिँ देख्न सक्नुहुन्छ गाई माताजी। अनि गाइज बेलुकीमा चाहिँ अलिकति शीतल हुन्छ दिउँसोको भन्दा, अनि त्यस्तै छ। अनि गाइज अब चाहिँ हजुरले भ्यू हेरेर रोमान्टिक गर्नु। म चाहिँ बाहिर गएर घुमेर आइसकेको छु। यो चाहिँ यस्तो पसिना भयो कि बाहिर गएर यस्तो अझै पनि घाम छ होइन। अझै 6 बजिसक्यो, अहिलेसम्म पनि घाम छ, देख्न सक्नुहुन्छ आजमा। यो बुटुलमा चाहिँ बस्नु सक्ने जस्तो ठाउँ रहेछ। अनि गाइस अब चाहिँ भाडा पकाउँदै हुनुहुन्छ रोशन दाईहरूले। रोशन दाई भनेको चाहिँ को हो हजुरहरूलाई थाहा छैन र म चाहिँ हजुरहरूलाई अब रोशन दाईसँग भेटाउनेवाला छु। अनि अब कस्तो हुन्छ हेर्नु है। अब रोशन दाई को हो चिनाउँछु हजुरलाई। सक्नुहुन्छ मिसनलाई चाहिँ मैले चाहिँ भर्खर गेम खेल्न दिएन अनि रिसाइरहेको हो। यता माथि हेर्न छिटो माथि हेर्न। सो गाइस देख्न सक्नुहुन्छ मिसन चाहिँ रिसाएर फुल्लेको छ। ओए माथि हेर, देख्न सक्नुहुन्छ माथि हेर। देख्यो यो चाहिँ गेम खेल्न मैले चाहिँ गेम खेल्न दिएको थिएन यसलाई। म चाहिँ फ्री फायर खेल्छु हजुरलाई थाहा होला। अनि यस्तो कहिले कसो खेल्छु अनि यसलाई चाहिँ खेल्न नदिएर चाहिँ रिसाएको छ होइन। म चाहिँ अलिकति ड्याङ गेम खेलिरहेको थिएँ, त्यही भएर आजको दिन चाहिँ यस्तै टाइम पास गरी गयो होइन। अनि अब चाहिँ आजको लागि चाहिँ यति नै। म चाहिँ भर्खर खाना खाएर रुममा आइसकेको हुन्छ। आजको लागि यति नै। अरू चाहिँ अरू ब्लगमा